कुना अलि ब्रेक लाउनु पर्यो ओत लाउनु पर्यो हुन त रेललाई कहाँ ब्रेक र ओत लाग्छ र पुरा भिडियो देख्नु चाहिँ आज छोरी हामीले चाहिँ हेलो गाइस दर्शन नमस्ते साथीहरु आराम हुनुहुन्छ म पनि आराम छु साथीहरु विशेष गरी आज हाम्रो गैरी खेतमा बियाड राख्ने कार्यक्रम छ धानको बियाड जर्नेलीको बियाड तसर्थ म हल गोरु लिएर खेततिर जाँदै छु साथीहरु है यो देखिने हाम्रा एउटा माले गोरु एउटा काले गोरु हो एउटा बाछो गोरु हो साथीहरु तर कुले डनलाई लिन घर जाँदै छु कुले डन टक्क बिस्तरामा सुतेको होला त्यसैमा गधाए गाईलाई चाहिँ उठाएर लिएर चाहिँ गाइज यहाँ चाहिँ हिलोमा हालेर जोताइसकेपछि के हुन्छ साथीहरु त्यो भिडियो पनि अन्तिमसम्म देखाउने छु ल उठ्के जाऊ यस्तै सुतेछ ल हेर्नु गाइज कुले मैले भन्थे नि अघि ल है गाइज हाम्रो केबी डन है अब हलो जुवा निकालेपछि हामी टक्क गैरी खेततिर लाग्छौँ है साथीहरु केबी डनले अब चाहिँ हला जुवा निकाल्दैछ हाम्रो केबी डन कुलबहादुर आजको हलो मेन हो भयो 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 बडी ननिकाल के ल हाम्रो कुले केबी डन अगाडि छ टक्क लाएर म चाहिँ पछाडिपट्टि हलो बोकेको छु कुलेले चाहिँ जुवा बोकेर अब चाहिँ बियाड राख्ने प्रोग्राम छ बियाड राखेको भिडियो गुटुङटुङ बनाउनु पर्छ है गाइज खेतमा पुगिसकेपछि है विशेष गरी म गैरी खेततिर आइपुगेको छु गाइजहरु यो भिडियो चाहिँ हाम्रो गैरी खेतको हो अब गाउँघरतिर बर्खा लागिसकेको छ अब बर्खा लागिसकेपछि धानको बियाड राख्ने बेला पनि भइसकेको छ भर्खरै मैले आली तासेर सकेँ कालो खनेर पनि सकिसकेको छ साथीहरु अब चाहिँ यो कालोमा आली लगाउने यसलाई खनेर सक्ने र आज चाहिँ विशेष गरेर हिलाउने कार्यक्रम छ हाम्रो कुलबहादुर थापा केबी डनले चाहिँ उतातिर ज्योति रहेको छ अहिलेको लेटेस्ट रेल ड्राइभर हो हाम्रा दुईटा रेलहरू रहेका छन् ती रेलहरूलाई कसरी कुदाउने कसरी सर्भिसिङ गर्ने कसरी मेन्टेनेन्स गर्ने सबै जिम्मा हाम्रो रेल ड्राइभर कुलबहादुर थापाको हेलो कुलबहादुर जी के छ खबर ठिकै छ के हुँदैछ त पछिल्लो समयको अपडेट रेल दौडाइएकै छ कि होइन भन्दै एकचोटि फेरि के अरे केबी डनको चाहिँ दुलैले छोडेर गइसकेपछि बुढीले छोडेर गइसकेपछि यो तनावमा छ कि साथीहरु हाम्रो केबी डन एउटा गीत गाइदिनु न केबी डन हेलो हेलो केबी डन जी के छ खबर केबी डनको ल हेर्नुहोस् है हाम्रो केबी डन है आजको रेल ड्राइभर है अगाडिका दुईटा रेल है डिलामुनि किस्ने दाइका भन्दा नि बवाल छन् है साथीहरु रेललाई चाहिँ मेन्टेनेन्स गर्ने व्यवस्थापन गर्ने रेखदेख गर्ने जिम्मा हाम्रो केबी डनको कुलबहादुर थापाको जोताइ भने मलाई बवाल लागिरहेको छ साथीहरु तपाईहरुलाई कस्तो लाग्छ है कमेन्ट बक्समा कमेन्ट पनि राख्नु होला सुझाव सल्लाहहरु प्रतिक्रिया पनि दिन सक्नुहुनेछ साथीहरु हामी किसानी विशेष गरेर खेतीपाती गर्ने सिजन भइसकेको छ अहिले बर्खा लागिसकेको छ लगभग जेठको 7-8 गते भइसकेको छ तसर्थ हामी यो खेतीपातीलाई व्यवस्थापन गर्ने कार्यमा जुटिरहेका छौं धानको बियाड राख्दै छौं गोरु पनि लोत परे साथीहरु हाम्रो केबी डनले फेरि जोतिसकेपछि थाहा छ कि ओ यसरी आन्नु हुने ओ माय गॉड दुख्छ गरे केटा यार गोरुलाई नि यार के हो र कुरा यस्तो गर्नु भएन है केबी डन हेलो केबी डन ओहो केबी डन हो 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 भन्नु पर्यो नि छेउकुना अलि ब्रेक लाउनु पर्यो ओत लाउनु पर्यो हुन त रेललाई कहाँ ब्रेक र ओत लाग्छ र रेल त अटो हिँड्ने यातायातको साधन हो गाइस के छ खबर है भन्दै गर्नुहोस् लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सेयर गर्नुहोस् विशेष गरेर आज हाम्रो गैरी खेतमा चाहिँ बियाड राख्ने कार्यक्रम हुँदैछ गैरी खेत लगभग 5-6 हलको मेलो छ साथीहरु 5-6 हलको मेलोमा चाहिँ अब यो बिउ ठुलो भइसकेपछि
रोपाइ पनि गर्ने। हाम्रो केबी डनले चाहिँ जोतिरहनु भएको छ अहिलेको लेटेस्ट रेल ड्राइभर। ल ल ल ल छेउ 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 बरुदर छेउ। अलिअलि मिलाएर जोत्नु पर्यो नि बरुदर। हेट तेरि यार केबी डन यार, गोरुलाई त मेलोमा ल्याउनु पर्यो के अरे, यस्तो मेलोमा नल्याइकन जोत्ने यार, यो त भएन नि बरुदर यार। ल है गाइस पानी पनि मैले खसालिसकेँ है ब्याडमा टक्क लाएर। यो चाहिँ हाम्रो गैरी खेत हो गाइस। अब चाहिँ यो आलिकानलाई खनेको अलि मिलाएर 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 हो माले हो ल एउटा केबी एउटा गीत हानिदिनु पर्यो। ल गीत हानिदिनु पर्यो केबी, के छ खबर? ल हाम्रो केबी डनको अम्ला काटेर अब यसले औषधि उपचार गर्दैछ। रेल ड्राइभर हो, बिहान सुतिएको थियो कि काना साँधेर ल्याइसकेपछि त फेरि यो त काममा आइसकेपछि त हाम्रो केबी डन त डनै हो कि। इन्जिन थाक्ला तर मान्छे थाक्नेवाला छैन कि, गोरु थाक्ला तर केबी थाक्दैन कि साथीहरू, त्यस्तो गुण छ के। हिजो एउटा सुर्ती हान्दिएपछि आज फुर्ती भइरहेको छ। सातुर मकै खाइसकेपछि केबी डन आज बलियो भयो गाइस। बुवा टुप्पाबाट अहिले लाम्ला कि पर्खनु हुन त। अहिलेसम्म मैले भलक प्रस्तुत गरेँ, यो भलक कस्तो लाग्छ है, सुझाव सल्लाह प्रतिक्रियासँगै हाम्रो कालिक अनलाइन टेलिभिजनलाई चाहिँ लाइक कमेन्ट सेयरसँगै सब्सक्राइब गरेर साथ पनि दिन सक्नुहुनेछ साथीहरू। थ्याङ्क यू सो मच। अब अर्को भलकमा हाम्रो भेट हुने नै छ है साथीहरू। ल बाई बाई।